हेलो साथीहरू, हेर्नु न मेरो बुढाले बाबुलाई खाना खिलाउन लाग्नुभएको। मुखैभरि देख्न सक्नुहुन्छ, खानै खिलाउन सक्नुहुन्न। छोरो फेरि खुसी छ। के खाएको यस्तो? देख्न सक्नुहुन्छ उहाँ खानैमा बिजी छ। बुढा फेरि यतै खाना खिलाउनु त भन्नु भनेको त यस्तरी खाना खिलाउनु देख्न सक्नुहुन्छ। हेर्नु न, गालामा पुरै नाकभित्र पसेर खाना। म चाहिँ यता खाना खाँदैछु। हजुरहरूले खाना खानुभयो कि नै कमेन्ट गर्नु होला। देख्न सक्नुहुन्छ साँझको खाना हो, रातिको। अहिले चाहिँ 10 बज्यो। भक्क कामबाट आएर खाना खान लागेको। यो किन यस्तो बेसार गर्नु भएछ साथीहरू, देख्न सक्नुहुन्छ। अनि खाना मेरो छोरोको हालत हेर्न सक्नुहुन्छ। हे भगवान्, के खिलाइदिएको यस्तो? खाना खिलाउन आन्न? खाना खिलाउन आन्न भनेको? ल हजुरलाई भनेको।